होइन पहिला पुरै राख्नुहोस् त होइन पहिला ट्रेलाई पुरा राख्नुहोस् त्यसलाई चाहिँ पछि ल्याएर राखिदिनु भने हुन्छ अर्को पनि लोड गर्नुहोस् त यसलाई चाहिँ हामीले यहाँ यसरी कतैबाट यसरी अड्डिने गरेर यसरी टच हुनु पर्यो यसरी टच यति भएपछि भयो यो ढोकाभित्र यसरी छिराइदिनु ल यहाँ टच हुनु पर्यो टच भएन भने यसरी लगेर यसरी छुवाइदिनु टच भयो गरिदिनुहोस् भन्नुहोस् यता राइटतिर अझै हजुर हजुर फुल गरेपछि यो टाइट भयो यहाँ हामीले हेर्दाखेरि यहाँ छुन्छ नि छोएको देखिन्छ डाम जस्तो त्यो देखेपछि यो पनि बल्ब चाहिँ बन्द हुनु पर्यो है बन्द भयो त्यसपछि हाम्रो अब हाम्रो नर्मल डिस्प्ले भनेको यो भयो नर्मल डिस्प्लेमा चाहिँ हामीले अब टच गर्छौँ के गऱ्यौँ भनेर गर्नु भनेर यहाँ वार्निङ आयो यो गरिसकेपछि मात्रै कन्टिन्यू हामीले गऱ्यौँ भनेपछि अफ छ त्यसपछि है त्यसलाई कन्टिन्यू गर्छौँ कन्टिन्यू भएपछि चाहिँ के हुन्छ फ्रिज हुन्छ है त्यसपछि अब हामीले फ्रिज सकेपछि अब 4 घन्टा 5 घन्टा पछि बत्ती गइदियो भने चाहिँ के गर्नु पऱ्यो हामीले फेरि यसलाई ल्याउनु पऱ्यो नि त ड्राइङ प्रोसेसमा फ्रिजिङ पुरै भइसकेको थियो 5 मिनट बत्ती गएर आइदियो अब फेरि फ्रिजिङ गर्न जरुरी छैन नि त हामीले त सिधै ड्राई गर्न मिल्यो त्यसलाई चाहिँ फेरि ड्राई गर्नु पऱ्यो अब यता गऱ्यो सिस्टम अटोमेटिक रन भनिरहेछ अब हामीले यो सिस्टम चलाइरहेछ भने चाहिँ यहाँ गर्न पाइनँ अब यसलाई चाहिँ रोक्नु पऱ्यो यसरी कन्फर्म गरेर अफ गरिदिनु है अब यसलाई फेरि